आज कलेजबाट आएर मेरो छोरालाई बाहिर घुमाउन लग्छु भनेको त यस्तो पो भयो। हेलो गाइज, वेलकम ब्याक टु माई अदर भिडियो। सो सबजना सन्चै अनि आरामै हुन्छ होला, यो सबजना सन्चै हुन्छ होला। सो आज चाहिँ म ट्याक्क लाएर बिहानै सतिएर लागेँ आफ्नो कलेजतर्फ। सो गाइज, म चाहिँ बुद्धनगरमा बस्थेँ र मेरो कलेज चाहिँ कुवारी पार्टीमा रहेको कारणले चाहिँ म सङ्खमुल हुँदै जानुपर्ने थियो र म लागेँ सङ्खमुलतर्फ। विन्टर सिजन सिद्धिएर स्प्रिङ सिजन लागेको कारणले बाटोमा फुलहरू चाहिँ फुलिरहेका थिए। सधैँभरि फोहोर देखिने यो बागमती खोला खै कसरी आजभोलि भने सफा भएछ। सधैँभरि सजिलो लाग्ने कलेज जाने बाटो आज भने चर्को घामको कारण गाह्रो भइरहेको थियो। यतिकैमा मैले मेरो साथीलाई देखेर उसलाई बोलाएँ र हामी चाहिँ सँगै लाग्यौँ कलेजतर्फ। साथीसँग गफ गर्दै जाँदा कति छिटो नै कलेज पुगिसकिएछ। केमा हामी गयौँ कलेजभित्र र फोन चाहिँ मैले राखेँ रिसेप्सनमा। 4 बजेपछि हाम्रो छुट्टी भयो र म र मेरो सन्दीप चाहिँ रिसेप्सनबाट फोन झिकेर लाग्यो रुमतर्फ। यहाँबाट भने मेरो साथी चाहिँ लाग्यो आफ्नो रुमतर्फ र म नि पुगेँ मेरो रुममा र छिटो छिटो कपडा खोलेर म चाहिँ मेरो छोरालाई लिएर घुमाउन लाग्नु पर्ने थियो सङ्खमुलतर्फ। दिनभरिको थकै मेटाउन धेरै जसो म भने सङ्खमुलमा जाने गर्थेँ, किनभने यो ठाउँ चाहिँ एकदमै शान्त रहेको छ। सङ्खमुल पुगेपछि छोरो र म चाहिँ केही टाइम त्यहाँ स्पेन्ड गऱ्यौँ र एकछिन उसलाई चाहिँ खेल्न दिएँ मैले रुखमा र हामी चाहिँ लाग्यो आफ्नो रुमतर्फ। मैले रुम जाने भने त पनि छोरोले त्यो ठाउँ छोड्न मानेकै थिएन। छोरोलाई बल्ल बल्ल फकाएर आधी बाटोसम्म ल्याउँदा बित्तिकै यस्तो खतरा पारी परिदियो कि हामी चाहिँ एक ठाउँ बस्न बाध्य भयौँ। आजको भिडियो चाहिँ यही नै अन्त्य गरेँ। थ्याङ्क्स फर वाचिङ एभ्री वान। बाई बाई, सी यु इन नेक्स्ट भिडियो।